व्यस्त हुनुहुन्छ इभेन्टको लागि आइहाल्नु पर्यो सर फोटोमा छुट्नै भएन त्यो एक्टिङको लागि कतै पनि मलाई लोभ पनि आएको छैन विपिन दाइ हुनुहुन्छ मिरुनाजी हुनुहुन्छ साजी काफ्ले र बासी काफ्लेको प्रसङ्ग चाहिँ सिनेमामा पनि आउँछ इन्टरकास्ट म्यारेजको रिजल्ट हो भनौँ होइन मेरो मम्मी बाबा नै इन्टरकास्ट लभ स्टोरी हो अहिले बुन्दै नै छु भनौँ बुनिसकेको पनि छुइनँ दिनुपर्ने कोही त्यस्तो देखेको पनि छुइनँ सिधै चाहिँ सम्पर्क हुने अथवादेखि दर्शकहरूले सोच्ने हामीलाई हो हामीले नगरेको कामको पनि हामी श्रेय पाइरहेको हुन्छ त्यो सबैको श्रेय म एक्लैले लिन पनि त्यो चाहिँ म रुचाउँदिनँ र जहिले पनि हामीले कलाकारहरूले भन्दाखेरि हाम्रो टिमको काम हो जहिले पनि हामी टिमको नाम लिइरहेको हुन्छ यो हो चलचित्र उनको स्वेटरको टिम आज उपस्थित टिम अब टिममा धेरै साथीहरू सागर सर म अगाडि बोलाएँ सागर सर कार्यकारी निर्माता सागर सर व्यस्त हुनुहुन्छ इभेन्टको लागि आइहाल्नु पर्यो सर फोटोमा छुट्नै भएन यो थियो चलचित्र उनको स्वेटरको आज यहाँ उपस्थित टिम सबैजना अड्छौँ हामी उनको स्वेटरको कुरा गर्दाखेरि चाहिँ हामीले धेरै लामो समयदेखि नै उनको स्वेटर भन्दै आइरहेका छौँ र आज आइसक्दाखेरि आज हामीले ट्रेलर रिलिज गर्दाखेरि हामी अब रिलिजको एकदमै नजिक पनि आइसकेका छौँ यति लामो समयको यात्रामा हामीले गरेका दुःख सुख धेरै रमाइलोको पलहरूदेखि लिएर कति कामहरूको कुराहरूमा हामीले विभिन्न कुराहरू सबैले धेरै कुराहरू सिक्न पाएका छौँ र आजको जब यो अन्तिम क्षणमा हामी लागिरहेका छौँ अब हाम्रो उनको स्वेटर फिल्मले पनि एउटा पुरा आकृति लिने बेला भएको छ एकदम खुसी हामी सम्पूर्ण टिम पनि एकदम खुसी छौँ यसरी हामीले सुरुवातदेखि नै गीतहरू ल्यायौँ र तपाईँहरूले उनको स्वेटरलाई आफ्नै सम्झेर सुरुवातदेखि नै धेरै माया गर्दै आउनुभएको छ यहाँसम्म र अलिकति नर्भस पनि छौँ के कुराहरू के होला कसो होला कस्तो लाग्ला सबैलाई भन्ने पनि छ तर त्योभन्दा पनि धेरै माथि तपाईँहरूको मायालाई समेटेर हामी धेरै खुसी छौँ त्यसैले गर्दाखेरि पनि वैशाख 26 गते नजिक आउँदैछ सबैले धेरै माया गरिदिनुहुन्छ होला भन्ने धेरै अपेक्षा हामीले राखेका छौँ केही गल्ती कमजोरी भए चित्त नबुझेमा हामी सधैँ के कसो हुन्छ सल्लाह लिन र के कसो सल्लाह दिन पनि सबै कुराहरू हामी एकदमै स्वागत गरेर हामीले हृदयमा लिन्छौँ त्यसले गर्दाखेरि सबैले हाम्रो फिल्मलाई माया गरिदिनु होला हेरिदिनु होला र त्यही भन्न चाहन्छु थ्याङ्क यू सो मच धेरै कुराहरू सबै भनि नै सक्नुभयो नवीनले पनि केही कुराहरू भन्न बाँकी छ उसले नि भन्छ म चाहिँ अब सबैजनालाई धन्यवाद भन्न चाहन्छु हाम्रो उनको स्वेटरसँग जोडिनु भएको सबैजना चाहिँ सबैलाई चाहिँ म मेरो तर्फबाट चाहिँ धेरै धन्यवाद भन्न चाहन्छु हामीले कामको दौरानमा चाहिँ हामी पान्थरमा गएर सुटिङ गरेको थियौँ र यति बेला मैले सम्पूर्ण पान्थरलाई पनि सम्झिन चाहेँ त्यसमा पनि मैले सुनसोलाई र प्रज्वललाई पनि सम्झेँ यहाँबाट र हामीले अब काम हजुरहरूलाई देखाइसकेको छौँ कस्तो लाग्छ कस्तो लाग्यो प्रतिक्रियाहरू दिनुहोला हामीले एउटा प्रयास गरेका छौँ र म अझ पनि यहाँलाई विश्वास दिलाउन चाहन्छु सिनेमाले अझ यहाँहरूको बढी मर्जी छ भन्ने कुरामा विश्वस्त हुन पनि आग्रह गर्छु र सबै जोडिनु भएको सम्पूर्ण उनको स्वेटरसँग जोडिनु हुने सम्पूर्ण महानुभाव सम्पूर्ण साथीभाइहरूलाई चाहिँ म फेरि मेरो तर्फबाट धेरै धन्यवाद दिन्छु धन्यवाद सर्वप्रथम आज उपस्थित सम्पूर्णलाई मेरो नमस्कार अनि धेरै धन्यवाद सुरुवाती दिनदेखि जब हाम्रो अनाउन्समेन्ट भयो अनाउन्समेन्ट इभेन्टदेखि नै लिएर अहिलेसम्म जति पनि हाम्रो कन्टेन्टहरू आएको छ हाम्रो मिडियाको साथीहरू साथै हाम्रो अडियन्स सबैले यति धेरै माया दिनुभएको छ हामी सम्पूर्ण उनको स्वेटर टिमलाई त्यसको लागि मनैदेखि धन्यवाद भन्न चाहन्छु र उनको स्वेटर टिम काठमाडौँ टिमलाई पनि म धेरै धन्यवाद भन्छु किनकि यस्तो पात्र मलाई थमाइदिनु भएको छ फुल गुरुङको जुन चाहिँ मैले गरिराख्दाखेरि जसरी उनको स्वेटरले न्यानोपन दिन्छ भने म आफैले त्यो पात्रको थ्रु पनि यति धेरै माया र न्यानोपन महसुस गर्ने मौका पाएँ र त्यसरी माया दिने मौका पनि पाएँ अनि अघि विपिन दाइले भन्नुभयो जस्तै हाम्रो चाडा तेल नमामी टाढा फालेलुङ सबै ठाउँमा जति हामीलाई सहयोग गर्नुभएको छ 5 थरको हाम्रो
त्यहाँको लाइन प्रड्युसरहरू अनि त्यहाँको आम बासिन्दाहरूले पनि यति धेरै सहयोग गर्नुभएको छ, उहाँहरूलाई चाहिँ हामीले बिर्सिनै सक्दैनौँ। आशा छ अब वैशाख 26मा जब फिल्म रिलिज हुन्छ, जसरी टिजरलाई गीतहरूलाई माया दिनुभएको छ, आज ट्रेलरलाई पनि त्यत्तिकै माया दिनुहुन्छ होला र वैशाख 26देखि हाम्रो सम्पूर्ण चलचित्रलाई नै यति धेरै माया र साथ चाहिँ हामीले अपेक्षा गरेको छौँ र आशा छ तपाईँहरूले हेरिसकेपछि एउटा छुट्टै जर्नीमा गएर नवीनजीले जुन एउटा स्टोरी वर्ल्ड क्रिएट गर्नुभएको छ त्यो वर्ल्डभित्र नै हराउन सक्नुहुन्छ जस्तो लाग्छ हजुरहरू पनि। सबैजनालाई फेरि पनि थ्याङ्क यू। आफैले अब आफ्नै हुन्छ नि काठमाडौँबाटै फिल्म गरिरहँदाखेरि साङ्गीतिक क्षेत्रमा त लागिरहनु भएको छ, तर हामीले त्यस्तो थुप्रै साङ्गीतिक क्षेत्रमा लाग्नुभएका व्यक्तिहरूले चाहिँ फिल्ममा चाहिँ नायक भएर खेलेको थुप्रै इक्जाम्पल्सहरू हामीले देखेका छौँ होइन। तपाईँलाई अलिकति लोभ लागेन अलिकति नायक भएर खेलौँ कि क्या हो, या फेरि कुरा गरौँ कि क्या हो भन्ने खालको चाहिँ भयो कि भएन, लोभ चाहिँ लागेको लागेन अभिनयको चाहिँ? थिएन, अलिकति पनि लोभ चाहिँ मलाई लागेन सुरुवातको क्रममा भएर पनि होला। अब त्यो बिस्तारै जाँदै गर्दाखेरि अब त्यो पात्रलाई जब हामी एज अ म्युजिक पनि सिनेमामा लाग्दाखेरि पात्रको सबै कुराहरूलाई ख्याल गरेर हामीले त्यो पात्रको कथाभित्रै हामीले सङ्गीत छिराउने प्रयास गरिरहेका हुन्छौँ र त्यो मोहले बिस्तारै मलाई पनि एक्टिङतिर अलिकति मोहले तान्यो भने पछिको कुरा छुट्टै छ, तर अहिले त्यो कुराहरू कति पनि आएन किनकि यसमा हामी काठमाडौँ बनेकै नै सङ्गीत र सिनेमा जुन दृश्य सबै मिलेर बनेको भएर म चाहिँ सङ्गीतमै मात्र लागिरहेको थिएँ र त्यो एक्टिङको लागि कतै पनि मलाई लोभ पनि आएको छैन। विपिन दाई हुनुहुन्छ, मिरुनाजी हुनुहुन्छ, यहाँ धेरै सबैको अगाडि धेरै कुराहरू गर्नुपर्ने यो सुनौलो अवसरमा उहाँहरूकै कामहरू धेरै उज्यालो भएर अझै आएको छ, त्यसले गर्दाखेरि हाम्रो पालो अलिक पछि आउला इनकेस मलाई लागेको। थ्याङ्क यू सो मच फर दिस। मेरो अर्को क्वेसन विपिनजीलाई, जसरी हामीले ट्रेलरमा पनि देख्न सक्छौँ होइन, तपाईँले त्यहाँ काफ्लेको बासी काफ्ले र साजी काफ्लेको कुरा गरिरहनु भएको छ होइन, त्यो बेहुतीको कुराबाट आइरहेछ। तपाईँले यसको बारेमा चाहिँ अलिकति जान्न मन लाग्यो कि बासी काफ्ले र साजी काफ्ले कसरी भएका रहेछन्, तपाईँले के कुरा थाहा पाउनु भयो त्यस विषयमा, त्यो चाहिँ अलिकति सुनाउँ न। थ्याङ्क यू निशा। यो चाहिँ अब कथाको हाम्रो स्टोरी प्लटमै अन्तर्गतको कुरा हो होइन। अनि यो चाहिँ अब साजी काफ्ले र बासी काफ्लेको प्रसङ्ग चाहिँ सिनेमामा पनि आउँछ र यो एउटा सानो भनौँ न त्यो एउटा दुनियाँमा त्यो एउटा सिनेमाको जुन एउटा सेटिङ छ त्यो सेटिङमा चाहिँ मैले काफ्लेको भूमिका गरेको हुँ र मैले आफ्नो सानो एउटा सर्कल आफ्नो टोलको सानो काफ्लेको कुरा मात्रै गरेको छु होइन। यो त यहाँहरूले सिनेमा हेरेपछि पक्कै थाहा पाउनुहुन्छ। यो कुरामा चाहिँ अहिले भन्यो भने त्यति मजा नआउला जस्तो लाग्यो मलाई। हजुर, एभ्री मुभीको क्यारेक्टर चाहिँ बाहिरबाट नदेखिए पनि डिफ्रेन्ट नै हुन्छ होइन। जस्तो मैले रिसेन्टली गरेको मुभी पुजार सार्कीमा पश्चिमको स्टोरी थियो होइन, अनि म पश्चिमकै केटी थिएँ, अनि अहिले चाहिँ पूर्वको हो, अनि म आफै पनि पूर्वकै छोरी चेली भएकोले गर्दाखेरि चाहिँ डिफ्रेन्ट छ। तपाईँहरूले पछि मुभी आएपछि हेरेर भन्नु पनि हुन्छ होला। हजुर, त्यही नै हो। उसले सेकेन्ड लिडमा काम गरिरहँदाखेरि अब प्रायः सबैको नजरमा परिसक्नु भएको छ होला, नायिकाको ट्याग पनि लागिसकेको छ तपाईँलाई होइन। मेन लिडमा चाहिँ अफर नआयो कि नखेलिएको त्यो पनि होइन, यो सोल्टिनीमा त हुनुहुन्छ, तर त्योभन्दा बाहेक पनि अब अहिले पनि त यसमा पनि त सेकेन्ड लिडमै खेलिरहनु भएको थियो नि त होइन। त्यो अब मेन लिडमा काम गरिरहँदा परिप्रेक्ष्यमा चाहिँ तपाईँले चाहिँ सेकेन्ड लिडमै खेल्नुको मेन कारण चाहिँ के हो? अब यो फिल्मबाट चाहिँ तपाईँलाई मेन लिडमा अफर नआएर कि सेकेन्ड लिड भए पनि राम्रै व्यक्तिहरूसँग काम गरिरहेको छ, आफ्नो नाम जोता होस् चुलियोस् भन्ने हिसाबले हो त? लिड आफ्नो मुभीमा कस्तो लिड छु या त सेकेन्ड लिड छु या त छुइनँ त्यो भन्दाखेरि पनि कस्तो टिम छ अनि मेरो क्यारेक्टरले चाहिँ कतिको इम्प्याक्ट पार्छ भन्ने कुराले फरक पार्छ होला सायद। यसमा चाहिँ यही क्यारेक्टरले चाहिँ किन चुज गरेँ भनेर पछि हेर्नुहुन्छ होला। अनि सोल्टिनीमा चाहिँ किन लिड छ अनि यसमा चाहिँ मैले यो किन गरेँ भन्दाखेरि चाहिँ दुईवटा मुभी हेरेर हजुरले थाहा नै पाउनुहुन्छ होला होइन। अनि अफर नआएको भन्दाखेरि पनि म यही क्यारेक्टर लागि फिट हुन्थ्यो होला सायद होइन। मलाई चाहिँ फुल गुरुङको क्यारेक्टर मलाई अनि इक्सालिनको क्यारेक्टर मिर्ना दिदीलाई चाहिँ फिट हुँदैन पनि थियो होला। अनि जे छ म चाहिँ त्यसमा एकदमै सेटिस्फाइड छु अनि खुसी पनि छु। मिरुनाजी, तपाईँ जसरी अब यो ट्रेलरमा पनि देखिएको छ होइन, त्यो के अरे
भगवानको देवताको वाला के अरे कुल देवताको वाला कुराहरू आएर थियो नि होइन, आफ्नो मान मर्यादाको कुरा ख्याल राख्नु पर्दैन भन्ने खालका। तपाईँलाई चाहिँ त्यस्तो हुन्छ नि कुनै व्यक्तिसँग बोल्दाखेरि या फिर अब नखुलेका लुकाइएका केही प्रेमहरू हुन्छ नि जुन चाहिँ इन्टरकास्ट थिए, त्यस्तोबाट चाहिँ हुन्छ नि कुल देवताको कुराहरू या फिर जातीय कुरा आउने चाहिँ त्यस्तो भयो कि भएन तपाईँको लाइफमा? म त आफै पनि एउटा इन्टरकास्ट म्यारेजको रिजल्ट हो भनौँ होइन। मेरो मम्मी बाबा नै इन्टरकास्ट लभ स्टोरी हो, भागेर बिहा गर्नुभएको उहाँहरूले पनि। त्यो हिसाबले हेर्दाखेरि मलाई सानैदेखि घरमा हुर्काइ चाहिँ कस्तो थियो भने एउटा जातको मान्छे या यो समुदायको मान्छे भन्दा पनि म एउटा ह्युमन बिइङ अनि अर्को ह्युमन बिइङ भनेर नै हेर्ने दृष्टिकोण चाहिँ मैले डेभलप गर्न पाएँ, सानैदेखि त्यही हुर्काइ पाएँ। त्यसैले जति पनि मेरो भोगाइहरू भयो, जति मान्छेहरू भेटेँ मैले लाइफमा, जति धेरै एक्सपिरियन्सहरू भयो, सबैजना एउटा ह्युमन टु ह्युमन कनेक्सनै बिल्ड भयो। अनि कहिले पनि त्यस्तो अब पूजाहरू चाहिँ मैले एक्सपिरियन्स गरेको छु, यहाँ फिल्ममा पनि देखिन्छ, हाम्रो पनि कुल पूजा हुन्छ, मम्मीको घरमा फाल्टे हुन्छ, बाबाकोमा फाल्टे भइरहेको हुन्छ, तर त्योभन्दा माथि गएर एउटा जस्ट मान्छे भएर चाहिँ मैले सबैजनासँग सहकार्य या भनौँ जस्तो पनि एक्सपिरियन्सेस हुन्छ त्यसरी गरेर आउँछु। सो त्यो हिसाबले चाहिँ मैले एक्सपिरियन्सहरू भोगिनँ सायद। जस्तो तपाईँ त फ्यामिलीसहित बाहिर बस्नु भएको हो नि त, विदेशमै बस्नु भएको होइन, यता अब त्यो इन्टरकास्ट म्यारेजका कारण पनि अलिकति सोसाइटीको बन्देजमा परेर फेरि त्यो लडाइँ लड्न नसकिएर पनि विदेशीलाई बाध्य हुनुभएको के हो, त्यो पनि बुझौँ न एकचोटि। ए होइन, त्यस्तो त होइन। मेरो बाबा चाहिँ गोर्खा पल्टनमा हुनुहुन्थ्यो अनि त्यही कारणले चाहिँ त्यही क्रममा अब गोर्खाली सबै सेनाहरू जति पनि भर्ती लाग्नु भएको थियो, पछि जुन सेटलमेन्ट युके सेटलमेन्ट पाउनुभयो, सायद लाग्छ मेरो बाबा मम्मीलाई चाहिँ छोरीहरूलाई लगेर युकेमा हुर्काइयो भने अलिकति एजुकेसन बेटर पाइन्छ या अपर्च्युनिटिज बेटर हुन्छ भन्ने हिसाबले उहाँहरू सिफ्ट हुनुभएको जस्तो लाग्छ। तर त्योभन्दा बाहेक अरू चाहिँ केही पनि होइन। तर युकेमा हुर्किराख्दा पनि जहिले पनि प्रोत्साहन गर्नुहुन्थ्यो, नेपाल फर्किनुपर्छ, आफ्नो कन्ट्री चाहिँ छोड्नु हुँदैन, यहीँ आएर काम गर्नुपर्छ भन्ने चाहिँ जहिले पनि थियो। त्यसैले म यहाँ अहिले ब्याक पनि आएको छु। तर त्यस्तो भनौँ न कास्टले उ गरेर या समाजको केही प्रेसर त्यस्तो भएर चाहिँ विदेशी भएको चाहिँ होइन। जसरी अब ट्रेलरमा चाहिँ अब तपाईँले कसैको लागि अधुरो स्वेटर बुन्न नपाउनु भएको अधुरा कहानी जसरी रचिए होइन, रियल लाइफमा चाहिँ त्यस्तो केही अधुरो बुन्न छुटेको या फेरि दिन छुटेको केही अधुरा गिफ्टहरू चाहिँ छन् कि छैन तपाईँको लाइफमा? अहिले बुन्दै नै छु भनौँ, त्यस्तो बुनिसकेको पनि छुइनँ, दिनुपर्ने कोही त्यस्तो देखेको पनि छुइनँ, बुनि नै रहेको छु, अब भेट्यो भने दिउँला। तपाईँलाई स्वेटर बुन्न आउँछ कि आउँदैन? आउँछ, त्यहाँ आई थिङ्क ट्रेलरमा पनि देख्नुभयो लास्टमा त्यो बुनिरहेको हातहरू होइन। मैले धेरैवटा सिनेमामा एक्चुली बुन्ने मौका पाएको थिएँ, जारीदेखि सुरु भएको घरजयमा पनि बुने अनि यहाँ उनको स्वेटरमा पनि बुने, अब अर्को चलचित्रमा पनि बुन्नुपर्ने छ। यो चाहिँ म एकदमै मेरो बोजू अस्ति भर्खरै बित्नु भयो, बोजूले सिकाउनु भएको थियो मलाई, सानोमा मलाई याद छ धरानमा हुँदाखेरि बोजूले जहिले टोपी पन्जा मोजाहरू बुनिदिइराख्नुहुन्थ्यो अनि म साइडमा बसेर मलाई पनि सिकाउनु न भनेर सिकाउनु भएको स्किल चाहिँ मलाई जुन दिनुभयो बोजूले त्यो अहिले काम लागिरहेको छ सिनेमामा। विपिनजीलाई पनि सोध्न मन लाग्यो मलाई, तपाईँले यो कुल देवतामा चाहिँ कतिको विश्वास गर्नुहुन्छ? किनभने कुलको रक्षा गर्नुपर्छ या फिर हुन्छ नि कुल मान्नुपर्छ भन्ने कुराहरूमा चाहिँ कतिको विश्वास राख्नुहुन्छ? कुलको कुरा चाहिँ अब हामीलाई यसरी हुन्छ कि म विश्वास लाग्छ मलाई, हाम्रो पनि कुल पूजा हुन्छ होइन, सामान्यतया सबैको हुन्छ होला। कुललाई चाहिँ म पनि जस कुललाई चाहिँ मान्ने गरेको छु र हाम्रो पनि देवालीहरू यस्तोहरूमा पनि मैले एकदमै ढुक्कसँग मान्ने गरेको छु। गाउँतिर हुँदाखेरि तपाईँ चाहिँ हुन्छ नि खेताला लाग्न जाँदाखेरि चाहिँ त्यसरी अब हुन्छ नि सोल्टा सोल्टिनीहरूसँग बसेर चाहिँ खाजाको त रमाइलो चाहिँ लिनु भएको छ कि छैन तपाईँले? मैले त्यस्तो चाहिँ लिएको छैन, म अलिकति तराईको उसमा चाहिँ हुर्केको भएर यो चाहिँ अलिकति लेकको र औलोको कुराहरू भइरहेको छ, पाहाड र अझ लेकतिरको कुराहरू भइरहेको छ। मैले चाहिँ यस्तो एक्सपिरियन्स चाहिँ गरेको छुइनँ र म चाहिँ अलिकति तराईमा अझ भित्री मधेस के अरे मधेसमा हुर्केको भएर अलिकति डिफ्रेन्ट टाइपको हुन्छ त्यतातिर चाहिँ। खेत खन्ने ओर्ने केही रोपाइँहरू केही गर्नु भएको छ कि छैन? त्यस्तो त गरेको छु, त्यस्तो त मैले पानी लाउनेहरू रोपाइँहरू जोत्नेहरू पनि गरेको छु। मेरो आइरहेछ मजाले यहाँ मैले आफैलाई सुनिदिएँ। प्रवीणजी
ट्रेलर हेरिराख्दाखेरि नि अब हिरोइन पनि मिरुना मगर्जी हुनुहुन्छ अनि कता कता हामीलाई चाहिँ जाडीको फ्लेभर लाग्यो कि त्यो अहिले साथीभाइहरूले नभने बाहिर अहिले कुरा गरिहाल्नु होइन बाहिर गएपछि तपाईँको फिल्म जाडीको फ्लेभरसँग मिल्दैन भनेर कसरी भन्न सक्नुहुन्छ मिडियाको अगाडि किनभने यो लाग्यो क्या हामीलाई होइन किनभने पूर्व कथा छ यसमा पनि हिरोइन हुनुहुन्छ फेरि होइन कति कन्फिडेन्टका साथ मलाई एकदम कन्फिडेन्टको साथ जारीसँग मिल्दैन भन्नु नै छैन होइन किन भन्दाखेरि जारी जुन गाउँमा जन्मियो जुन माटोमा जारी उम्रिएको छ नि ठ्याक्कै त्यही माटोमा उनको स्वेटर उम्रिएको हो एउटै गाउँपालिकामा बनेको फिल्म हो दुइटै अनि पाँचतर्फमा बनेको फिल्म हो एउटा लिम्बू समुदायभित्र को केही कथाहरू केही व्यथाहरू यहाँनिर उब्काइएको छ त्यसले गर्दाखेरि जारी जस्तो सुगन्ध आउनु जारी जस्तो एउटा मिठास तपाईँहरूले देख्नु मेरो लागि एउटा सौभाग्यकै कुरा हो र जुन कन्टेन्टको कुराहरू छ कथावस्तुको कुराहरू छ र प्रस्तुतिकरणको कुराहरू छ त्यसमा चाहिँ मेरो आफ्नो एउटा भगाइ मेरो आफ्नो एउटा त्यही गाउँबाट त्यही ठाउँबाट म यहाँसम्म आएर मैले सिनेमा बनाएको त्यो हिसाबले हेर्दाखेरि मैले केही सामाजिक विविधता युक्त समाजको एउटा परिकल्पना गरेको छु र एउटा सिनेमा अलिकति सिनेमाले यात्रा गरेर पाँचतर्फका विभिन्न ठाउँहरूमा यो लेक बेसी हुँदै हुँदै एउटा सिमानासम्म नेपाल र इन्डियाको बोर्डर पनि हो पाँचतर्फ चाहिँ त्यो सुदूरपूर्व भएको कारणले गर्दाखेरि त्यहाँ सिमाना पनि सेयर गर्छ वेस्ट बङ्गालसँग वेस्ट बङ्गालसम्म हाम्रो कथाले छुन्छ त्यसले गर्दाखेरि पनि यो ट्रेलरमा हेरिराख्दाखेरि त्यो सुगन्ध आउनु स्वाभाविक हो किन एउटै ठाउँमा बनेको सिनेमा एउटै कल्चरल इन्फ्लुएन्स त्यो कुराहरू भइ नै हाल्छ तर कथावस्तुको हिसाबले मैले पनि जारी हेरेको छु धेरै पटक हेरेको छु जारी हेर्दै गर्दाखेरि जारीसँग यसका कथाहरू मिल्ने यसका पात्रहरू मिल्ने यसको जुन टर्न ट्विस्टहरू मिल्ने भन्ने गुन्जाइस चाहिँ रहँदैन विपिन सर जस्तो नि अहिले कस्तो देखिन थालेको छ भने नि फिल्म चल्यो भने पनि कलाकारलाई स्याबासी छ चलेन भने त झन् कुरा गरेर साध्य छैन क्या सबैभन्दा ठुलो बुलिङ त अझ मिडियाबाट नै भइरहेको छ कि खास गरेर स्पष्ट रूपमा भन्ने यसप्रति तपाईँहरू दुईजनाको धारणा के छ मिरुनाजीको र तपाईँको के अब फिल्म इन केस फिल्म चलेन होइन रिसेन्टली चलेन नि त एउटा होइन यो त चल्न सक्छ होइन यो यस्तो कन्डिसनमा आउने न्युजहरूप्रति तपाईँको धारणा चाहिँ के छ कि होइन यसमा अब मैले केही पनि खासै त्यस्तो मेरो व्यक्तिगत धारणा भन्दा पनि होइन त्यो जस्तो चाहिँ आउँछ मिडियाबाट जसरी चाहिँ त्यसलाई स्वीकार गर्नुहुन्छ त्यसलाई म पनि त्यसलाई स्वीकार गर्छु होइन अनि जे हो त्यसलाई स्वीकार गर्नैपर्छ तर अब हामीले सिनेमा आउनुभन्दा अगाडि गर्ने भनेको एउटा राम्रो काम गरेको अथवा कति मेहनत गरेको छौँ त्यसको आधारले आफूलाई कस्तो लागेको छ होइन काम गर्दै गर्दा त्यसको आधारमा एउटा आशा अपेक्षा गर्ने कुरा मात्रै हो होइन तर अब अलिकति एउटा चाहिँ अरूले के सोच्नुहुन्छ के गर्नुहुन्छ अथवा कसरी त्यसलाई लिनुहुन्छ भन्ने कुरा त त्यो यहाँहरूमा अथवा त्यो सबै यहाँहरूमै छ त्यो कुरा होइन त्यसमा चाहिँ अब हामीले यस्तो भन्नुहोस् नभन्नुहोस् अथवादेखि यस्तो भन्नुभयो भन्ने कुरै हुँदैन एकजना कलाकारको कारणले निर्माताको 4 करोडै डुब्यो 3 करोडै डुब्यो भनेर जसरी समाचारहरू सम्प्रेषण हुन्छ नि यस विषयमा तपाईँको धारणा होइन अब यो विषयमा खासै मेरो धारणाहरू अब त्यो कसले कुन के अर्थमा कहाँको लागि भन्नुभएको हो होइन एकजनाले मात्रै जहिले पनि अब कस्तो हुन्छ भने यसमा त्यो चाहिँ वास्तवमा होइन जस्तो लाग्छ एकजनाको कारणले मात्रै यत्रो टिम वर्क हो होइन यत्रोजना यहाँ अगाडि आउँदाखेरि त त्यसो भएदेखि एक्लै म आउनु पर्थ्यो होला होइन यहाँनिर यहाँ किन यत्रोजना छौँ अनि यो समूहगत काम हो त्यो भएको भएर अब यहाँहरूलाई देख्दाखेरि जो फ्रन्ट लाइनमा देखियो त्यसको मात्रै कुरा चाहिँ देखिनु स्वाभाविक हो एउटा साधारण आँखाले तर यथार्थमा त्यस्तो हुँदैन जस्तो लाग्छ यथार्थमा यो टिम वर्क हो एउटा समूहगत काम हो त्यो भएको कारणले सबैजनाको जवाबदेहिता र सबैजनाको इन्भल्भमेन्ट भएको हुनाले चाहिँ सबैजना हुन्छ र अग्लो पङ्क्तिमा अभियसली एक्टरहरू अथवा हामी कलाकारहरू हुन्छौँ होइन दर्शकहरूसँग सिधै चाहिँ सम्पर्क हुने अथवादेखि दर्शकहरूले सोच्ने हामीलाई हो त्यो कारणले गर्दा विशेष एक्टरहरूलाई अथवा डिरेक्टरलाई हुन्छ यो कुराहरू त्यस्तो लाग्छ मलाई मिरुनाजीको पनि जवाब सुन्नु न के लाग्छ कलाकारलाई एकदम दोष दिइन्छ नि मिरुना मगरको फिल्म चलेन मिरुना मगरको फिल्म भयङ्कर चल्यो होइन यस्ता समाचारहरू आउँछ नि
मलाई अहिले तपाईँले प्रश्न सोधिराख्दा एउटा मजा चाहिँ के लाग्यो भने तपाईँले एउटा स्टेटमेन्ट भन्नुभयो मिडियाले बुलिङ गरिरहेछ भनेर तपाईँ एज अ मिडिया रिप्रेजेन्टेटिभले त्यो भन्नु भनेको चाहिँ त्यो त सबैलाई थाहा रहेछ स्वीकार्नु भएको कुरा रहेछ सो त्यहाँबाट नै हामी सुरु गर्न सक्छौँ जस्तो लाग्यो अनि दाइले भने जस्तै हामी कलाकारहरू मलाई चाहिँ हेर्दाखेरि एकदमै भल्नरेबल भइन्छ जुन हिसाबले हामीलाई एउटा यस्तो स्थानमा राखिन्छ जहाँ चाहिँ हामीले नगरेको कामको पनि हामी श्रेय पाइरहेको हुन्छ र त्यस्तै एकदमै धेरै मेहनत गरेको कामको पनि हामीले त्यही हिसाबको फल चाहिँ नपाइरहेको पनि टाइम हुन्छ तर त्यो भनिराख्दाखेरि एउटा सर्फेसियल सतही लेभलमा हेर्दाखेरि चाहिँ हामी भए तापनि हामीलाई यति धेरै टिम हाम्रो अब उनको स्वेटरमा हेर्दा 70-80 जनाको टिम थियो हाम्रो होइन त्योभन्दा बढी थियो होला सायद होइन सुरुमा त त्यो टिमले यति एफर्ट लगाएको हुन्छ त्यो सबैको श्रेय म एक्लैले लिन पनि त्यो चाहिँ म रुचाउँदिनँ र जहिले पनि हामीले कलाकारहरूले भन्दाखेरि हाम्रो टिमको काम हो जहिले पनि हामी टिमको नाम लिइरहेको हुन्छौँ अनि त्यस्तै काम अब राम्रो नहुँदा पनि हामी माथि देखिएर चाहिँ होला सायद नाम आउने होइन अनि मेबी न्युजहरूमा पनि नाम देखेपछि न्युज मान्छेले क्लिक गर्ने पनि होला सायद त्यो टाइटल्सहरू त्यसरी आउने होइन तर सबैजनाको टिम एफर्ट हुन्छ उत्तिकै एफर्ट हुन्छ अनि एभ्री सिङ्गल फिल्ममा चाहिँ जहिले पनि भनिन्छ कि यो फिल्ममा चाहिँ राम्रो काम भयो त्यो फिल्मको मात्रै नाम लिने भन्ने हुँदैन सुरुवाती दिनदेखि जति काम गरियो एभ्री सिङ्गल क्यारेक्टर एभ्री सिङ्गल फिल्ममा उत्तिकै एफर्ट अनि उत्तिकै एनर्जी चाहिँ लगाइएको हुन्छ एउटा कलाकारले सो त्यसरी न्युज आउनु मिडिया बुलिङ भनेर जुन टाइटल दिनुभयो त्यो चाहिँ अब मिडियाबाट नै सुरु गर्नुपर्छ कि त्यसलाई चेन्ज गर्न चाहिँ यो विषयमा अलिकति बोलेँ ल म यता पछाडि छु यो पुलिङ भन्ने भाषा चाहिँ एकदमै अतिरञ्जित र यो पत्रकारिता हो तपाईँहरूको सिनेमा न्युज चाहिँ हामीले एकदमै राम्रो व्यापार गरौँ लेखेका छौँ र एकदम चलन लेखेका छौँ सायद त्यो पुलिङ होइन होला यो शब्द चाहिँ म फिर्ता लिन यहाँ अनुरोध गर्दछु यो पत्रकारिताको पत्रकारिता होइन उहाँले पनि बिच नजानेर भन्नु सक्नु अनि मेरो चाहिँ भनाइ चाहिँ तपाईँलाई त्यसो भए तपाईँलाई सिनेमा फ्लप भन्दा चाहिँ के कस्तो दबाब पर्दो रहेछ कतिको पीडा हुँदो रहेछ यो त नियमित प्रक्रिया पनि हिट हुन्छ अनि फ्लप हुन्छ तपाईँले हिट हुँदाखेरि हामीलाई सुरुवाती दिनमा जब एउटा स्क्रिप्ट आउँछ र एउटा टिमले अप्रोच गर्नुहुन्छ त्यति बेला नै म पर्सनली चाहिँ कहिले पनि यो फिल्म यसरी हिट हुन्छ या यसरी फ्लप हुन्छ भनेर काम गरिएको हुँदैन जहिले पनि एउटा टिमसँग आबद्ध भइसकेपछि एउटा पारिवारिक हिसाबले सबैजनाको मेहनत चाहिँ खेर नजाओस् भन्ने हिसाबले नै अगाडि बढेको भइन्छ सो त्यो क्यारेक्टरलाई कसरी जस्टिस दिने त्यो स्टोरी वर्ल्डलाई कसरी रियल लाइफमा ल्याउने भन्ने कुरामै फोकस हुन्छ सो त्यही हिसाबले हेर्दाखेरि अब फ्लप भयो भनेर जब न्युज आउँछ दुःख त अवश्य पनि लाग्छ सम्पूर्ण आफ्नो लागि र टिमको लागि नै दुःख लागिरहेको हुन्छ तर त्यसले एउटा मोटिभेसन के पनि दिन्छ भने अबको आउने चलचित्रमा चाहिँ मैले के भिन्न गर्न सक्छु त या मैले कसरी आफूमा काम गर्न सक्छु अझ राम्रो स्क्रिप्ट अझ राम्रो टिम कसरी हामीले चुज गर्ने या स्टोरी हुँदाहुँदै पनि एउटा भइसकेको काममा पनि अझै बढी मेहनत कसरी गर्ने भन्नेमै फोकस हुन्छ मैले जोडेर हामी अन्त भयौँ कुनै फिल्म हिट वा फ्लपको जस हामीले कलाकारलाई नै दिँदै गएका छौँ किन भन्दाखेरि कलाकार भनेको चाहिँ मोटो पारिश्रमिक मलाई सम्भवतः लाग्छ एउटा फिल्म हलमा जाँदासम्म चाहिँ सबैभन्दा बढी पारिश्रमिक लिने चाहिँ कलाकार नै हुन्छ हाम्रो डिरेक्टरहरू पनि कलाकारभन्दा कम पारिश्रमिक लिने हुनुहुन्छ अनि तपाईँहरूको फेस भ्यालु भएको कारणले गर्दाखेरि तपाईँहरूलाई फिल्ममा लिएको हो नत्र त बिरुना मगरको जस्तो अभिनय अथवा विपिन कार्कीको जस्तो अभिनय गर्न सक्ने मान्छेहरू हरेक थिएटरमा भेटिन्छन् क्या है किनकि तपाईँहरूले नै लिनु 20 लाख 25 लाख 65 लाखसम्म सुन्छौँ हामीले त्यो लिनुको कारण चाहिँ तपाईँहरूको फेस भ्यालु भएर तपाईँहरूलाई दर्शकले हेर्न आउनुहुन्छ भनेर हो नि त अनि यसको हिट र फ्लपको जस्तो तपाईँहरूले नै लिनु पर्दैन होइन त्यो त आइ नै रहेको हुन्छ लिन्छौँ भने हामीले स्वीकार नगरेको भनेको होइन तर मैले भनेको चाहिँ मेरो मात्रै नाम आइराख्दा या हामी विपिन दाइ म मात्रै नाम भन्दा पनि हामीले एज अ कलाकार जुन टिममा काम गरेको हुन्छ श्रेय चाहिँ सबैलाई नै जानुपर्छ सबैलाई नै जान्छ भन्ने हाम्रो बिलिफ हो तर अब त्यो भनिराख्दा पनि जुन तपाईँले भन्नुभयो कलाकारलाई एउटा भनौँ न एकदमै उच्च स्थानमा राखेर टिमहरूले पनि त्यत्तिकै पारिश्रमिक दिएर अडियन्सले पनि त्यत्तिकै माया पाउने पनि फेरि हामी नै हुन्छौँ त्यो हामीले नस्वीकारेको भनेको
चाहिँ होइन, स्वीकार्छौँ। तर त्यो भन्दा पनि माथि गएर चाहिँ अझ टिमलाई नै पनि एफर्ट जान्छ। जस्तै अब यो यत्रो हामीले ट्रेलर हेऱ्यो, त्योमा त दाइ र मेरो मात्रै काम छैन नि त, बिहाइन्ड द सिन यति धेरै मान्छेहरू हुनुहुन्छ। आजै पनि अघि स्टेजमा कति मान्छेहरू हुनुहुन्थ्यो, अझ कति मिसिङ हुनुहुन्छ। सो श्रेय चाहिँ सबैलाई जान्छ भन्न खोजेको। गएको भन्दा पनि अघिल्लो वर्ष तपाईँहरूको अगाडि कमिटमेन्ट गरेका थियौँ, हामी एउटा फिल्म लिएर आउँछ उनको स्वेटर भनेर। आज फाइनल्ली तपाईँहरूलाई ट्रेलर देखाउने मौका मिल्यो हाम्रो। यो त ट्रेलर न हो, पिक्चर अभी बाँकी है। अब 26 गते आउँदैछ। त्यो मात्रै नभइकन आठमण्डसँग यति मिठो काम गर्न पाएँ, विभिन्न दाइ हिरोसँग, यता हाम्रो सुजनजी, यता हाम्रो सरकार ग्रामीण जवानसँग सबैसँग काम गर्ने मौका मिल्यो। यो यात्रा यति रमाइलो र यति महत्त्वपूर्ण रह्यो मेरो जिन्दगीको। एउटा हाम्रो फिल्मको टिजरमा देखाइएको छ, डायरी भरे जसरी भरे मेरो जिन्दगीमा। यो बहुत मिठो अविस्मरणीय क्षण रह्यो। आठमाटो परिवार र सम्पूर्ण हाम्रो अग्रज कलाकार, डाइरेक्टर साहब, सम्पूर्ण टिमलाई धन्यवाद। मैले अघि नै भने ट्रेलर आइसक्यो, अब पिक्चर अभी बाँकी है। थ्याङ्क यू।